आज हामी यो सुन्दर सहरको यात्रा गर्न लागिरहेका छौँ। यहाँका ऐतिहासिक स्थलहरू, रमाइला गल्लीहरू, स्थानीय बजार, स्वादिष्ट परिकार र लुकेका आकर्षक ठाउँहरू तपाईहरूसँग सँगै घुम्नेछौँ। तर यात्रा सफल र रमाइलो बनाउन राम्रो तयारी गर्नु पनि उत्तिकै आवश्यक हुन्छ। त्यसैले भिडियोको अन्त्यसम्म हामीसँगै रहनुहोला, किनभने हामी केवल प्रसिद्ध ठाउँहरू मात्र होइन, केही यस्ता रोचक स्थान र अनुभवहरू पनि देखाउनेछौँ। पुरानो इतिहास र आधुनिक जीवनशैली सँगसँगै अघि बढिरहेको बजारको चहल पहल, सडक छेउका चिया पसल र हरेक कुनामा भेटिने नयाँ कथा, जहाँ हरेक गल्लीले एउटा कथा सुनाउँछ, हरेक मन्दिरले इतिहास बोकेको छ र हरेक मोडमा नयाँ अनुभव तपाईलाई पर्खिरहेको हुन्छ। त्यसैले सुरु गरौँ आजको यात्रा। Despite of the intense heat, unexpected weather patterns, I'm taking you on an adventure through my beautiful city, Kathmandu, the capital of Nepal. Well, as the sun sets, this place transforms into a completely different atmosphere, and we're gonna experience what makes this city so special. Let's get it started. नारायणथानतिर जाने हो। यता भित्रबाट जानु वसुन्धराको एकछिन बन्द गर। त्यो प्लास्टिक फ्याक्ट्री यो बुद्ध विहार।
त्यो एभोकाडो होला नि हुन्छ हो सर्कल हुन्छ एभोकाडो एभोकाडो हुन्छ त सानो हुन्छ एभोकाडो रेड लाइट बल्यो ओके डिस्ट्रिक्ट कोर्ट रहेछ नि त्यहाँ हेलमेट नखिच भनेको आएको छैन क्या कस्तो हो कि हिँड्ने बित्तिकै जाममा सालेले आँखा मिच्या रहेछ कसरी हेरेर म त क्यामेरा तल गरेर बनाएर चाहिँ आउँदैन मजाले खिच्न पाइन्छ के भयो सुई सुई हिँड्न के भयो फेरि हिँडेपछि किन रोक्छ लाइदैन झुटाइदिनु अनि बसेको भए त रोकाइहाल्थ्यो नि बन्द हुन्छ नि त कन्सल्टेन्सीहरू त्यही भएर कहाँ जाँदै
प्लेट लाने हो लाग्दैन घरको ल्याउनु पनि पहिला कमल चाहिँ दामी फलाएको छ यस्तो ठाउँमा फल्नु ठुलै कुरा हो यो हुन्छ बनाउनु कहाँ जाने माथिबाट जाने कि तलको बाटो यो बास झ्याङचोक दालगौडा के छ नाम धेरै छ यही कलेजमा बुझ्ने एकचोटि यही कलेज हो क्या बुझ्ने एकचोटि भित्र कलेज छ एडमिसन गरिदिइसकेको छु मैले यही त नि होस् यहाँ पहिला स्विमिङ पुल थियो क्या ठुलो यहाँ स्विमिङ पुल थियो क्या पहिला दाम हेर न दाम अलि बन्द भइसक्यो डोनट खाने डोनट डोनट तर त्यो म त्यस्ता मिठो चाहिँ मिठो थियो होइन मिठो त मिठो अझै नै धेरै हालेछ क्या एकदमै पानी तिर्खा लगाइरहेछ भने उडाएर जाने भने कि उडाएर जा भन्नु बाटो बनाएर चलाएर कृष्ण मन्दिर आयो पापासित भजनहरू गाइरहने रहेछ
जानु पनि त नि सजिलो हुन्थ्यो स्टेबलाइज यता गएर धुलो फाट्दै पुरै धुलो फाल्ने धुवा नि उडाइरहेछ ठ्याक्कै यही ठाउँमा क्या अस्ति कत्रो मोटो सर्प देखायो कि उयो घरभित्र छिरे अनि बोलाइदियो घन्टी बजाइदिएको पकडाइदिएको त भाइ कति हेरेको अहिले लुकाएर राख न अहिले लुकाएर राख न मेरोमा सोल्डरमा अड्काएर टक्कै सोल्डरमा अड्काएर के हुन्छ तर टाइटली समात पेट्रोल कति चाँडो सकिन्छ यार कति चाँडो पेट्रोल सकिन्छ क्या भने From above, Kathmandu is a maze of winding streets, colorful rooftops, and neighborhoods full of life. Every alley has its own story, and every corner reflects the city's unique character. But if you fly just a fraction beyond the city limits, the noise completely disappears. धेरैका लागि काठमाडौँ भनेको एउटा पुराना इँटाहरू व्यस्त बजार र एउटा रमाइलो कोलाहल मात्र हुन सक्छ। तर यदि तपाईँ यो सहरको भिडभाडभन्दा थोरै मात्र पर निस्कनु भयो भने यो कोलाहल एकाएक हराउँछ। यहाँ समयलाई ट्राफिक लाइटले होइन, प्रकृतिको आफ्नै लय र ऋतुहरूले नाप्ने गर्दछ।
पुस्तौँदेखि यी हरिया गराहरूले यो उपत्यकालाई पाल्दै आएका छन्, जसलाई स्थानीय किसानहरूले आफ्नै हातले पहाडका काखमा कुदेका छन्। माटो, पानी र हरियालीको यो एउटा यस्तो जीवित चित्र हो जहाँ एकातिर पुराना नेवारी बस्तीहरू छन् भने अर्कोतिर सधैँ निहाली रहने या पहाडहरू। यो काठमाडौँको त्यो रूप हो जो मनमा सधैँका लागि बस्छ, चम्किलो, सुनौलो र जीवन्त। स्वागत छ सुन्दर काठमाडौँमा। आज सहरमा सिमेन्ट र कङ्क्रिटका भवनहरू तीव्र गतिमा थपिँदै जाँदा पनि उपत्यकाका यी काठ क्षेत्रहरूले आफ्नो कृषि संस्कृतिलाई जोगाएर राखेका छन्। यी गराहरूको बनोट आफैमा एउटा इन्जिनियरिङ हो, जसले वर्षाको पानीलाई रोकेर राख्छ र भूक्षय हुन नदिई धान खेतीलाई उत्तम वातावरण बनाउँछ। यहाँका रैथाने नेवार समुदायका लागि खेतीपाती एउटा पेसा मात्र नभएर उनीहरूको परम्परा, चाडपर्व र संस्कृतिसँग जोडिएको एउटा पवित्र चक्र हो। अस्ताउँदो सूर्यको किरण यी हरिया खेतहरूमा पर्दा यसले एउटा कुरा सम्झाउँछ, यो हाम्रो अमूल्य र लोप हुन लागेको सम्पदा हो, जसलाई जोगाउन आजको आवश्यकता पनि हो। मनलाई एकैछिन शान्त पार्ने यो काठमाडौँको साँचो सुन्दरता, जहाँ धरतीले आकाशलाई छुन्छ र हरेक बर्सातमा माटोले सुन फलाउँछ। दृश्यमा देखाइरहेको ठाउँ यो टोखा र बुलानीगण्ठाका काठहरू, जहाँ भिरालो जमिनमा बनेका लामा र आकर्षक गराहरू पाइन्छन्, जहाँबाट सिङ्गो उपत्यकाको फराकिलो दृश्य देखिन्छ। हामीले पछिल्लो दृश्यहरूमा काठमाडौँका सुन्दर हरिया धानखेतहरू देखायौँ, तर एल निनोका कारण यी खेतहरू अहिले सङ्कटमा छन्। साँच्चै नै हिजो आज काठमाडौँ आउँदा तपाईँले एउटा कुरा पक्कै महसुस गर्नुभएको होला। यहाँको मौसम पहिले जस्तो रहेन, न त समयमा पानी पर्छ, न त यहाँको हावा पहिले जस्तो शीतलता छ। सजिलो भाषामा भन्दा एल निनो एउटा प्राकृतिक जलवायु चक्र हो। यसमा प्रशान्त महासागरको पानी असामान्य रूपमा तातो हुन जान्छ, जसले गर्दा विश्वभरिको मौसम प्रणाली नै बिग्रिन्छ। पहिले जेठ असारमा पनि काठमाडौँको मौसम शीतल हुन्थ्यो। भयो नेपाल भयो पैसा सरर मत्तर झरेर यो गीत हालेछ। यहाँ चल्दैन क्या यो क्याफे खै वो क्याफेले क्या पुरा चल्छ, शनिबार तयार हुन्छ नि यहाँ। तर यो पुरा बाटो पनि फेरि हालेको जस्तै छ कि है, सुनसान मात्र भएर है बाटो चाहिँ हालेको भन्दा ओ चिर्बा भएन ल बाबा सानो यसमा स्टेबलवाला छैन सेटिङ? स्टेबलाइजेसन खै के हेर न यो तिम्रो यो फर्किँदैन होला है यसमा? कस्तो फर्किने भिडियो भिडियो अब यो स्कुटर लुचक लुचक हलिरहेको छ नि, अनि भिडियो चाहिँ फर्किन्छ कि फर्किँदैन भने? फर्किँदैन, भिडियो राम्रो आउँछ। राम्रो आउँछ है? यसो बारीहरूको खिच्नु पऱ्यो भने यसो बारीहरू हुन्छ नि, बाङ्लातिर जानु पर्छ। एउटा सर्ट मुभी जस्तो हान्दा पनि हुन्छ। बाङ्ला जाने बाटो त्यो तल होइन, असाङ्लो जाने तल्लो बाटो लाइटहरू चाहिँ यता हाल्यो है झर्न है, यता लाइटहरू चाहिँ हालेको लाइट त हाल्नु त हालेको कति भयो? 1 वर्ष हुन होला। 1 वर्ष होइन 6 महिना भयो होला, 6 महिना पनि भएको छैन होला। यता हेर्नु त्यो उस जग्गा भएको, त्यो उस जग्गा भएको यता हेर्नु, यता जानु न।
ल यता बाटो हालिसकेको छ फल्ने भनेको अहिले मकै मात्र हो आफ्नै करेसाबारीमा मकै फलेछ भने Well, when most people look at a rooftop, they see concrete. And when I look at mine, I see an opportunity to bring nature back into our everyday lives. So welcome to my rooftop vegetation project, a small green space that has become one of my favorite places to relax, learn and grow. So why I started this rooftop garden, because I wanted to make better use of unused space above my home. Instead of letting it sit empty under this hot sun, I decided to transform it into a healthy green environment. And I also wanted to grow fresh vegetables, enjoy a cleaner air, and create a peaceful place where I could spend time. आज पानी पर्ला जस्तो धान रोप्न जानुपर्छ पोडकास्टको लागि यो नि ठिक छ नि राक्षस यमराज ज्ञान गर्ने यमराजको दर्शन आज चाहिँ पानी डह्रो पर्ला जस्तो खोकेमै हाल्यो ल खोके हाल्थ्यो राम्रो हुन्छ खोकेमा खोकेको धेरै हाई क्वालिटी हुन्छ क्या मेमोरी कति जिबीको हो यसको मेमोरी 120 हो कति छ है मजाले इनफ हाम्रो मोबाइलमा त बुझ्छ यतै होइन आइसक्योस् यही गीत चाहिँ अतो निचे मोबाइलले भन्दा यस्तो अलिकति प्रोफेसनल देखियो नि त होइन त्यो अघि गीत बजाएर आयो नि मैले युट्युबमा हालेको क्या अनि त्यो बजाएर आयो क्या ए मोबाइलमा लगाइरहेको थियो तिमीलाई सूचना थियो नि गाउँमा हालेको गीत त्यही हालेको त्यो के अरे टुनहरू सबै हटाएर अडियो मात्रै हालिदिएको बरु त्यो भन्दा नि एआई मुभीहरू हुन्छ नि सी डान्सको एउटा प्याकेज दिन्छ होइन सी डान्स गर्ने प्याकेज लिएर उस गरिदिएर मुभी बनाउने एआईको प्रम्प्ट दिँदै हुन्छ नि हुन्छ त्यो नि हुन्छ खतरा बनिरहेछ त्यो त मुभी नै बनाउनु परेन अबको त 10 वर्षपछि अब त हुन्छ एआईबाटै भन्छ हाम्रै फोटो हाल्यो कम मात्रै हाल्यो त्यस्तो होइन आफैलाई क्यारेक्टर बनाउनु भयो अरूलाई उस गरिनु भयो मजाले सरलाई किन हाल्ने आफै हाल्दैन एउटा दुईवटा कोरियन फिल्म हालिदिने होइन अनि एउटा दुईवटा के अरे डरकहरू हालिदिने मान्छेहरू लाग्छ ए यो त बलिउड के अरे हलिउडमा खेलेछ भनेर सर हजुर के अरे फेरि 2000 टिपो पैसा युज गर्नु पऱ्यो भन्छ कसले त्यही भाइले ए हुन्छ के त्यो कतिबाट त्यो 3000 तिमीले 5000 छ नि मैले तिमीलाई रिटर्न दिन्लास् भनेको भनेको छैन होइन फेरि 2000 चाहियो भनेको ए मान्छेले के गर्ने रहेछ त्यत्रो पैसा चाहिने त्यसको चाहिँ अलिअलि पैसा थपै दिन्छु र हजुर गर्ने चाहिँ के गर्ने रहेछ त्यो अलिकति बुझ्न पाएँ मासु पैसा दिनु मासुको लागि ए
टिकटकहरूमा यो इन्स्टाग्राममा हुन्छ नि यस्तो बब्बाल ठाउँ तपाईँले होइन भन्छन् आउनु भएकै छैन। के अरे उसले के भनेको थियो अँ अनलाइन पैसा थपेको थिएन 2000 जति थपिदिउँला भन्ने कुरा गर्यो। ए खै के गर्ने खै त पैसा बरु कति थपेर दिन्छ अरे उसले थपिदिन्छ अरे कतिमा त्यही 5मै 5मै 5 होइन यहाँ 12 हुने भइसक्यो। मैले 5 हालिदिएको तिम्रो 5 भयो होइन अब तिम्रो 7 हुने भयो। त्यसमा चाहिँ 2000 जति थपिदिन्छ। 5मा 2000 थपिदिने भने 6000 1000 तिमी राख नि त। तिमी हाल्दैन त हुन्छ 1 महिनामा दिन्छ होइन यो महिनाभित्रमा दिन्छ। आज बिहान त यस्तो खलखल्दै पसिना आइरहेको घरमा गर्मीले गर्मीले के लुगा भिजेको क्या होइन यहाँ त्यस्तो दिन गर्मी दिएको आज हाम्रोतिर अझै गर्मी हुन्छ नि त यताभन्दा अलिक घुम्मो छ है। अब हाम्रो नि एउटा स्टुडियो बनाएर होइन एआई स्टुडियो मात्रै बनाउनु पर्ला जस्तो छ। यही भिडियोलाई एआईमा कन्भर्ट गर्न मिल्यो होइन अब त एआई नै हो जमाना जसले जे भने सबै एआई हो अब त त्यो आइरह हुन्छ नि सुशान्त सर एआईको त्यो कोर्स गर्ने भनेर त्यो 10 मिनट फिल्म मेकिङ हुन्छ नि एआई फिल्म मेकिङको कोर्स तिम्रोमा आउँछ आउँदैन आउँछ त्यो गर्दा कस्तो हुन्छ सिक्दाखेरि त्यो सिक्नुपर्छ र आफै गर्नु सकिन्छ नि पर्दैन तिम्रो त्यो एआई चलाउनु सिकाउनु त भने प्रम्पटहरू लेख्ने त्यो सिकाउनु त होइन मेन भन्दा प्रम्प्ट हो होइन तिम्रो प्रम्पटमा अब भनौँ न एआईलाई भनेपछि च्याटजिपिटीलाई मात्र भन्दा नै हुन्छ नि एउटा यस्तो खालको प्रम्प्ट बनाइदियो भनेपछि बनाइदिइहाल्छ नि। यसमा नेपालमा चाहिँ हुन्छ नि तिम्रो एडभान्स कोर्स कहिले पनि कसले पनि दिँदैन यार त्यही त सब बेसिक कोर्स नि होइन उनीहरू अब यदि उनीहरूले राम्रो आफ्नै भिडियो हुन्छ नि राम्रो बनाउनु भयो उनीहरूले क्लास किन चलाउनु पऱ्यो र त्यही त उनीहरू आफै भिडियो बनाउँदै युट्युबमा पैसा कमाइरहेको हुन्छ नि होइन र हो नि यो दिमाग हुनेहरूले चाहिँ क्लास भनेर हाल्छ तर एकदम लो क्वालिटी हाल्ने चाहिँ बेसिक नलेज हालिदिन्छ अनि यो के अरे बेसिक नलेज इज मोर डेन्जरस हो नि अनि अर्ध ज्ञान कि त सिकेपछि फुल सिक्नु पऱ्यो त्यही त कि त नसिके त्यो बेसिक त उसमै सिकिन्छ इन्टरनेटमै सिक्न सकिन्छ क्या युट्युबमै युट्युबमै हुन्छ नत्र उसबाट जेमिनाईहरूबाट होइन उनीहरूले पनि त्यही एउटा दुइटा हुन्छ नि टेलिग्राममा हुन्छ तिनीहरू होइन टेलिग्राममा सर्च टेलिग्राममा पढ्छ प्रायः जस्तो प्रम्प्ट यो नि क्याप्चर भइसक्यो
अब बाँकी उता त्यो पैदलतिरै बाँकी छ कि खैरतिर नै कहाँ बाँकी छ र भुटमालतिर भुटमाल बाँकी हुँदैन दोकानमा भुटमालतिर नि अब बेचिसक्यो त्यो त्यहाँ बाटो नआएसम्म हो बाटो आएपछि त भुटमाल पनि कहाँ बाँकी रहन्छ र स्कुल कलेज के खोल्नु पनि खोल्छ पहिला मेरिडेन स्कुल कलेज खोल्यो भनेर आयो नि त त्यहाँ अनि त्यहाँ बाटो नभएर अनि त्यो उता माथि त खोलेको छ नि त्यो ठाउँको नाम मलाई भन्न सपन त्यो नाम त्यो नि मेरिडेन कलेज हो यति खण्डर छ नि ठुलो छ नि त्यो मेरिडेन कलेज खोल्ने भनेर खोल्या हो अनि त्यहाँको बासिन्दाहरूले होइन 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 सरकारी जग्गा पऱ्यो भने के पऱ्यो भने लफडा बनाएर छोड्नु लाग्यो क्या त्यहाँ चाहिँ हस्पिटल बनाउने त्यो केही होइन त्यहाँ केही बनाउँदैन यत्तिकै सरकारी जग्गा समेत हुन्छ नि व्यक्तिगत नाममा देखाएर बेचेर राखेको हो क्या त्यो अनि त्यसपछि के प्रब्लम देखायो अनि त्यसपछि छोड्यो क्या त्यहाँको अनि फेरि सामसङ कम्पनीलाई दिने भन्ने कुरा गर्यो यत्तिकै छ अनि कहिले ठुलै मल खोल्ने भन्छ कहिले के भन्छ कहिले के भन्छ यत्तिकै अनि त्यसपछि मान्छेले कहानी बनाइ गर्छ कसैले भन्छ होइन त्यहाँ टर्सन आएर छोड्या भन्छ खोइ त पानी पर्ला जस्तो छ भने त झन् घाम पो लाग्नु लाग्यो त अघि गाराङ गुरुङ कराएको थियो त नि आजबाट पर्नुपर्ने हो भन्छ फेरि परे पनि थोरै पर्छ जस्तो अलिकति भिजी गरेर पर्दैन त्यो नराम्रो भइदियो नेपाली अति नै भयो योपालि त धेरै खरेड लाग्यो साँच्चै नै असर परिरहेको छ नेपालमा भेनेजुएलामा भूकम्प आएछ भेनेजुएलामा अनि उता के भन्छ फिलिपिन्समा इन्डोनेसियामा 7 रेक्टरभन्दा माथि कुन ठाउँमा चाहिँ एकचोटि 8 रेक्टर होइन 7.8 नेपालमा आठ हो नि खास पार्टी तर नभनेर होइन 8भन्दा मान्छे तर्सिन्छ भनेर नभने अरे भन्छ तर्सिन्छ भने त्यो 8भन्दा माथि आएपछि बाहिरको अथोरिटीहरू यतिकै खुलेआम घुस्नु पाउने हुन्छ मजाले घुस्नु पाउँछ शान्त अङ्कल चाइ खाने त्यहाँ माथि मासु पसलमा त्यो भाइलाई त अङ्कल भन्छ त्यो भाइलाई सिनियर देखिन्छ है त्यही हिजो त्यो एउटा दया आएको थिएन मलाई त उसको के अरे भाइको भाइ भनेर रहेछ होइन चुपाला के भने चुपालाएर बस्थेँ म त त्यो मासु काट्दाखेरि हुन्छ नि त्यो उसले मार हान्थ्यो उसले मार चाहिँ हान्दैन काटकुट चाहिँ गर्छ मार चाहिँ हान्दैन बाख्रालाई चोले बोकालाई दुटु खै नेपाली जनताहरू सबै फैट हो नि यस्तो हावा चलिरहेछ के पानी पर्ला त आज खायो अहिले त खाएन धेरै हुन्छ नि राँगामा त हुन्छ अनि त्यसमा झन् कति होला घाम लाग्यो
होइन सिधै हो सिधै हो सिधै त्यो बाइकलाई पनि पढाउने अलिक माथि जाउँ अब माथिको बाटोबाट तल झर्ने हो यहाँबाट चाहिँ झर्ने जाउँ हिँड्नुहोस् अङ्कल हिँड्नुहोस् यत्रो जग्गा बेच्यो है सोफाको मान्छेले बेच्यो एरिया चाहिँ ठुलै हो सोफाको लागि एरिया धेरै ठुलो हो क्या सोफाको लागि धेरै ठुलो नि मनमैजीहरूको त्यस्तो एरिया छैन कि पर्छ मनोमिजको छैन साङ्ला पनि छैन ऊ के अरे फुटुङ पनि छैन यता पनि छ नि दोकानहरू भन्छ नि टोहारेहरू छ नि हेर नि त नि ओइ धेरै जस्तो विदेश गइसक्यो यो बार यही त नि होइन पहिला भन्दा थाहा जस्तो हो पहिला भन्दा थाहा जस्तो लाग्यो नि त्यो बाटो यहाँ बन्दैछ अहिले यहाँ झन् तल रहेछ लागेको पुरै काठको बनाएर चाहिँ माथि सरनेम हुन्छ नेवारी सरनेम कास नेपालको सबभन्दा ठुलो मलमा इन्ट्री गर
बुद्धको एल ल यहाँ निस्किने हो नि अँ त्यो झरेको मान्छे कहाँ जान्छ कुन झऱ्यो त्यो तलै जान्छ उता एउटा कुलो पहिले ड्रेनेज सिस्टम बनाएको छ क्या पुरानो कि त्यही पानी गएर त्यही आउँछ होइन कहाँ आउँछ यहाँ यो पहिलेको सिस्टम हो यहाँ पहिला हुन्छ नि तलबाट तल उयो अनि पहिला खेततिर जान्छ यहाँ पानी पहिला त्यस्तो खतरा थियो नि पहिलाको इन्जिनियरिङ यसरी नै हाल्नु
अनि जाउँ यतैबाट जाने अब है ल पिम्बाल हुने ल होइन त्यो कान नसु यताको मान्छेले फेरि बुढाहरूले नेपाली बुझ्दैन क्या नेपाली बुझ्दैन क्या त्यही समस्या छ कि नेवारी मात्र पहाड अच्छा यताबाट जाने के यताबाट जाने छ होला नि सबै मिठा छ सबै मिठा छ ए सबै मिठा छ है यसो गरेन सिधै गर्नुपर्छ यसो गरेन त्यसो गर न यसरी सुताउन सुताउन सुताउने सुताएर आफू स्क्रिनमा हेर न स्क्रिनमा यसरी यहाँ लाइट
लाइटहरू हालेको छ है नाइटमा राम्रो देखिनु भयो जस ए कस्तो भिडियो हो कि मुकेको भिडियो आइतबार पनि है राम्रो गराउनु लागेको त पार्किङ कस्तो 25 रे भने सबको भयो यो चिया खानुहोस् टाउकोमा हालेर लैजा प्रवेश निषेध गराइदिएको छ ट्याक्सीहरू यस्तो छिरान नदिनु भनेको भने साधन गर्दा हेर्छ हेर्छ कता जानु उयो घर कति राम्रो एन्टिक उयो कहाँनिर यता नयाँ बनायो बल्ल देखेर भने बल्ल खालेको छ पुरा अरू हेर्नु पुरा 1000 लाइक कलेज हो त्यो क्लास चाहिँ राम्रै नआउँदैन सानो बसपट्टि क्यामेरा कस्तो गराइदिएर यताको एन्टिक लाइटबाट चाहिँ राम्रो आएको छ गरेको जस्तो आउँदैन त्यो राख्ने ठाउँ छ नि है राख्ने ठाउँ त छ तर अब हामी चाबै जाने यहाँ बस्ने भित्र नबस्ने उयो भित्र पस्ने हो तर उसको लागि मात्रै यसो हिँड्नु बाइकमा स्कुटरमा हिँड्ने हो यो त उसभित्र नजाने हुन्छ हामी जाने त्यहाँभित्र तर हिँड्ने होइन हिँड्नु अब भ्याउँदैन क्याप्टिङ छैन यस्तो टन्टला पुरै छ घाम पनि कहाँ गरी हिँडेन अप्ठ्यारो देखेको पानी यहाँ यतै हो कि यहाँ हो कि गइसक्यो
यताबाट घामको रिफ्लेक्ट नै राम्रो आउँदो रहेछ तर घाम पऱ्यो भने कस्तो आउने क्या त मम्मा राम्रो आयो नारायण दाईको मसा गल्लीको मोमो त्यो धन्दा राखेको नि त्यहाँनिर यस्तो हर्न बजाएको यस्तो खाली हुँदा पनि ए होइन काठमाडौँमा लगेर जानु बन्द रहेछ अरे सर्भिस मिसेज यता घरहरू रहेछ कि राम्रो तर पाटनमा जस्तो छैन पाटनमा जतिको छैन कि पाटन जतिको है कहाँ छ पाटन जतिको पाटन धेरै जानु के गरे अब बाटो बन्द हो घुमाउँछ घुमाउनु पर्छ जान्छ यताबाट घुमेर जाने छिटो हुन्छ र अहिले एउटा भिडियो आउँछ घुमाइदियो देखाउमा अगाडिबाट त ए चार पाङ्रे न्युरोले निस्केर जाने अब हुन्छ ल छिटो जान्छ है बरु एकछिन राम्रो छ के भने डेलिभरी चार्ज लाग्छ भने त्यहाँ ट्राभलमा डेलिभरी चार्ज लाग्छ भने एउटै हो अरे 120 नै अरे ए जानु र उस गर्ने अँ के गर्ने त एउटै हो भने त बरु यति मगाउनु हुन्थ्यो अनि के भनेको त मैले बिहान सोद्धाखेरि जाने भन्छ आफूले अब भोलि आइदिएला नि त हिँड्ने अब हँ भोलि आइदिएला नि धेरै टाढो पर्छ र टाढो पर्छ एउटै हो भने हँ प्राइजहरू सबै के फिक्स भइसकेको त्यही भने छ त्यसपछि ल्याइदिनु भन्छ प्राइस एउटै भने घरै ल्याइदिने भने हुन्छ फेरि म पिकअप गर्न जान्छु भन्न पठाउँछ ल जाउँ न जाउँ पिकअप कुरियर घरमै डेलिभरी गरिदिन्छ भने त गरिदियो नि मान्छेहरू कति धेरै हो जहाँ पनि
भइरहेछ हजुर क्याप्चर भइरहेछ अँ भाइ बन्द गरेको बन्द गरिदिएको छु कति 6 3%? 6 Please. dia saya lihat dia Palco Road is Nanti कसरी हेर्ने क्या दादी भाइ huh? यतातिर कसरी हेर्ने है हेर्नु तपाईँले उतातिर पटनतिर मतलब थिएन नि खत्तम भयो जाने आप धानदेखि मेरो हुन्छ नि होइन हजुरलाई ए धान मरेछ कि पानी नहाल्यो
Smell some fresh cow dung. It seems like some ancient stone tap. अर्को ऑरेंज साइड लाइट थियो लाइट होइन यो खडेरीको उसके असर के हेर्नु न फुट्या छ हेर्नु न होइन काठमाडौँमा कहिले फुट्छ नि काठमाडौँमा यस्तो कहिले भएको छैन क्या यस्तो फुट्ने हुन्छ नि समस्या किन तिमीले रिसर्च गरे यो बाटोबाट निस्किने त्यो गल्ली त्यो गल्लीबाट निस्किन्छ हो त्यसको झ्यालमा देखेको मैले मात्र देखेको म जाम त हेरेर आउँछु के यो त भाँसिन सक्छ बाटो जान त मिल्ने रहेछ तर साङ्ग्रो रहेछ एकदमै पुरै सिनेमेटिक नै हो नि छ